हेलो साथीहरू सबैजनालाई गुड मर्निङ। र अहिले पनि यहाँ दुबईको चाहिँ 8:19 भएको छ र म चाहिँ ब्रस गर्दैछु है। म चाहिँ मेरो बिहानको काम गर्न लागिरहेको छु साथीहरू र ब्रस गर्दैछु अनि काम त गर्नु पर्यो। उठेर अब मम्मीलाई पानी सानी दिनु पर्यो नि त। अनि हामी चाहिँ मम्मी चाहिँ छोडेर गएदेखिबाट चाहिँ हामीले बिहान उठेर हात मुख राम्रोसँग धोएर सकभर नुहाउने आजभोलि चाहिँ नुहाएको छैन। किन भन्दा मेरो चाहिँ धेरै प्रेसर पनि बढ्यो अनि चिसो पनि लाग्यो, त्यही भएर म नुहाएको छैन। अनि म के साथीहरू यस्तो कि पानीमा खेलेपछि पचक्कै भिज्ने पानी के कसको पानी छ यस्तो चाहिँ है। अनि म चाहिँ हात मुख धोएँ, ब्रस गरेँ र अनि वासरुम चाहिँ एकदम के सफा गरेर एकदम फोहोर हुने कि यो फिलिपिनीको त त्यति फोहोर हुने कि कुनै त्यति फोहोर है। छुट्टै फोहोर गराउने म चाहिँ सफा गर्दैछु। जति सफा गरेँ त्यस्तै भएर अलिअलि सफा गर्न लाग्छु साथीहरू है। अनि सफा गरेँ। अब हाम्रो नेपालमा भएको भएदेखि त घर फोहोर गऱ्यो भने त निक्लेर जाऊ भनेर भन्थे है। यहाँ त त्यस्तो भन्न नमिल्ने, झन् उल्टै घरको मान्छेले जुन घरको भनौँ न ओनरले सफा गर्न पर्ने कि त्यस्तो के आनन्दले है। म चाहिँ पानी भएर नपच्दै भिजेँ कि अब यस्तो छ मेरो पानी फेरि लास्टै है। अनि म चाहिँ अब चाहिँ मम्मीलाई पानी दिनुपर्छ भनेर म चाहिँ आएँ कोठामा। अनि एकदम फोहोर गर्ने कि हरेक कोठामा यहाँ आज जस्तो थियो दुबईको मौसम चाहिँ बिहानको यस्तो थियो, खुइरोला जस्तो थियो यताको मौसम चाहिँ है। यस्तो देखाइदिएको हामी बसेको ठाउँ हो यो फेरि है। अनि त्यसपछि म चाहिँ मम्मीलाई पानी दिनु पऱ्यो भनेर म चाहिँ कोठामा आएँ। अनि त्यसपछि मेरो कोठाले मिलाउनु पर्ने थियो नि त। पहिला सुरुमा पानी दिन्छु मम्मीलाई भनेर अनि म गएँ, मम्मी तिमी गएँ। अनि तिमी गएर अनि मम्मीलाई दिएको खानाहरू निकालेँ है। हामी चाहिँ जहिले पनि मम्मीलाई खाना दिएको चाहिँ जहिले पनि हामीले खाना हरेक कुरा खाना चाहिँ मम्मीलाई दिएकै हुन्छौँ कि पानी होस् चाहे जिसकी होस्, तर हामीले चाहिँ मम्मीलाई छुट्याएको हुँदैनौँ कि हरेक कुरामा दिइरहेको हुन्छौँ है। अनि म फेरि पुरा मुख पनि नपुछिकन अनि यत्तिकै अब लुगा फेर्दिनँ म भनेर फेरि अनि यत्तिकै चाहिँ मैले चाहिँ कपडा त्यही पानी लगाउँछु अनि पछि फेर्छु भनेर मैले अनि त्यसपछि मम्मीलाई पानी दिनलाई चाहिँ अनि गएँ। अनि खाना पनि अनि बेलुकाको खाना चाहिँ मैले चाहिँ अब त्यो फाल्नु पऱ्यो नि त। अब नेपाल जस्तो तुलसी छैन नि त, त्यही भएर अनि हेर्नु न बिहान यस्तो छ क्या मासु, गोरुको मासु ल्याएर यस्तै राखेको छन् कि यस्तो रिस उठ्छ मलाई त। के गर्ने यति फोहोर गराउँछन्, यति सफा गऱ्यो फोहोर गरे गर्छन् हैरान। अझ छोरा मान्छे भन्छ छोरी मान्छे यति फोहोर हुने यो ठाउँमा त अझै यस्तो फोहोर गरेर बस्ने छ कि यता केटी एउटा केटी त्यति फोहोरी आम्मा 5वटा बिरालो पाल्ने एउटा कोठामा हो नि रौँ कति बिरालोको रौँमा एलर्जी भएर फेरि हो। त्यही भएर कस्तो ठाउँ होला भन्छु क्या, गोरुको मासु खान्छन् यस्तो फोहोर भन्दै म चाहिँ माझ्दैछु। किन भन्दा अहिले चाहिँ हल्का फुल्का छिटो पानी दिन्छु र अहिले फेरि किन भन्दा नसुने भएको मान्छेले आएर छस्छु छोइदिन्छन् कि। अनि मलाई फेरि त्यस्तो मन पर्दैन, किन भन्दा मेरो मम्मीलाई त मैले राम्रोसँग पानी दिनु पऱ्यो नि त भनेर। अनि मैले त्यस्तो इस्टर्न अडाएको छ यत्तिकै मैले चाहिँ खासै त्यस्तो राम्रोसँग जानेको छैन नि त, त्यही भएर अनि मैले देखाइरहेको छु यो चाहिँ मेरो मम्मीलाई पानी दिने पानी हो भनेर। यो चाहिँ मम्मीलाई दिने घर राख्ने पानी सानो चाहिँ मम्मीलाई पानी खाने दिने ग्लास हो। अनि त्यो चाहिँ मम्मीलाई फलफुल दिने चाहिँ अनि यो चाहिँ भयो नि 2टा भएको चाहिँ खाना दिने हो है। अनि मैले चाहिँ अहिले चाहिँ अब साटो लगाउन पर्यो अलिअलि पनि सफा गरेँ। किन भन्दा जति सफा गरेर फोहोर हुन्छ यति हैरान गराएको छन् कि जति सफा गरेर नै लास्टै फोहोरी के गर्ने त। अनि म त्यही भएर हल्का फुल्का झाडो लगाएँ, हल्का फुल्का पोचा लगाएँ। किन भन्दा अलिक पछि त्यस्तै हो भनेर अनि म चाहिँ मम्मीलाई पानी लिन अब पानी लिने सानो ग्लासमा चाहिँ छोडेर पानी लिन जान्छु है। र पहिला सुरुमा चाहिँ मैले अब मेरो बहिनी अब ड्युटी जान रेडी जान्छ नि त, त्यही भएर अनि मैले चाहिँ उसको लागि भनेर मैले पानी चाहिँ तताएँ है। उसले कफी खान्छ त्यतिखेर पनि मैले चाहिँ मम्मीलाई पानी लिन गएँ है। पानी लिन गएर ल्याएँ किन भन्दा सानो गिलास देख्नु भएको थियो नि, त्यो चाहिँ मेरो मम्मीको लागि स्पेसल पानी खाने गिलास हो र मैले पानी पनि लिएर आइदिएँ र मम्मीलाई अब पानी दिन आएँ साथीहरू। सबैभन्दा पहिला बिहान धोएर उठेर हात मुख धोएर नुहाएर होइन सबैभन्दा पहिला सुरुमा चाहिँ मेरो मम्मीलाई चाहिँ मैले पानी दिन्छु। अनि फलफुल हुन्छ अनि यहाँ 2जना मेरो बहिनीहरू सुतिरहेको छन्
यस्तरी सुतिरहेको छ अनि म चाहिँ यस्तरी पानीले लगाएको छु है। अनि यहाँ चाहिँ मेरो मम्मी छन्, यस्तो दुःख छ कि अब मेरो बेला त लात्ताले हानेर फोनै घुमाइदिन्छु कि साथीहरू कति हाँस्ने। अनि त मैले यस्तो गरेर यस्तो कसरी सुतेका हुन् कुम्भकर्ण चाहिँ यहाँ मेरो फोन पनि खस्यो भनेर म चाहिँ भनिरहेको छु कि। अनि मैले चाहिँ मम्मीलाई यस्तो गरेर मम्मी भएको ठेमीले गर्दैछु। अनि धुप्पालाई लगाएँ है। अनि धुप्पाले है लाइटर पनि भेटाएन क्या मैले राखेको ठाउँ भनेको। अलिकति चाहिँ बहिनीले चाहिँ फुलहरू गर्छ नि, फुलहरू गराएको बेला पनि तल रहेछ लिएर आएँ मैले। आएर अनि धुप्पालाई लगाएँ मम्मीको लागि भनेर। सबभन्दा पहिला सुरुमा मम्मीलाई म धुप पाल्छु, पानी दिन्छु अनि सबै कुरा दिएर बल्ल मैले मेरो आफ्नो काम गर्छु। मेरो मम्मी चाहिँ यहाँ त बसिरहेको छन् है। अनि मैले यहाँ मम्मीलाई भनिदिइरहेको छु हामीलाई त छोडेर गयो, राम्रोसँग बस है मम्मी भन्दै गरेको छु। भोक लाग्यो भने भन है भन्दै मैले धुप बालेर गएँ म चाहिँ। अनि बाई बाई भन्दै एक्चुली मम्मीले चुप्पा पनि खाएँ मैले। अनि त्यसपछि म गएँ, अब म मेरो काम गर्छु भनेर अब चाहिँ बाहिर निस्केँ। अनि निस्किएपछि अब चाहिँ के गर्ने भनेर गएँ। अनि यस्तो सफा गरेँ दिमाग खराब गर्छ नि साथीहरू, त्यही भएर मलाई लास्टै झ्याउ लाग्छ। अनि हेर्नु कस्तो गरेर आएको छ नि यस्तो फोहोरहरू। अनि मैले चाहिँ अनि हाम्रो चाहिँ हुन्छ त बिरयानी तपाईँको साथीहरू। अनि मैले चाहिँ त्यो बिरयानी तताइदिन्छु अनि पुरा दिन्छु भनेर चाहिँ भने। अनि म यता कोठा पनि अब सफा गर्दैछु कि उता कोठामा पहिला सुतिरहेको छ त्यहाँको मलाई पनि डिस्टर्बेन्स छ नि त। अनि जिट जान्ने भनेर म चाहिँ आएँ यता हल्का फुल्का कोठा गाड पर्दैछ। अनि म सफा गरेर मिलाउँदैछु है। अनि भताङ बुतुङ गरेर छोड्छन् क्या घरिघरि यिनीहरूले चाहिँ। अनि त्यही भएर म चाहिँ सफा गर्दैछु। मेरो दिनहरू यस्तै गरेर जान्छ साथीहरू। तपाईँहरू कसको कता कता हुनुहुन्छ विदेशमा यस्तै गरेर दिन जान्छ जाँदैन। अनि मैले चाहिँ माथितिर त मिलाउनु पर्ने रहेछ भाइ छोड्ने भनेर म चाहिँ गएँ। अब चाहिँ कफी बनाएर लैदिनु पर्ला भन्ने सोचिरहेको थिएँ। अनि फेरि चुपमा चाहिँ लास्टै यो वासरुमतिर सबैमा चाहिँ मैले चाहिँ यो पर्फ्युम यो सेन्ट सबै नै लास्टै बनाएर के गर्ने कति कुरो बनाउँछन्। गोरुको मासु खान्छन्, माछा पकाउँछन्, हैरान बनाउँछन्। फुल पनि यति थोरै म त के गर्ने म त रुन्छु भनेर यति सफा गर्दा गर्दा हैरान बनाउँछन् त्यो साथीहरू। त्यही भएर कति भन्ने भनेर अनि मैले चाहिँ अब कफी बनाउनु लागेँ साथीहरू है। अब चाहिँ कफी बनाएर लैदिनु पऱ्यो। अब त्यसको ड्युटी जाने बेला भयो भनेर चाहिँ म कफी बनाउनु लागेँ साथीहरू। अनि त्यसपछि हेरौँ न म फेरि मेरो फेरि मनलाई रातभर निद्रा लाग्दैन, दिउँसो निद्रा लाग्दैन। अनि त्यसपछि मेरो फेरि लास्टै प्रेसर आइसक्यो। अनि झन् त्यही गरी यो फोहोर देखेपछि झन् त्यतिकै दिमाग खराब हुन्छ मेरो, दिमाग घुम्छ क्या। अनि सफा गरेर फोहोर गर्छन्। त्यही भएर यस्तो किचन यति फोहोर बनाउँछन्। सफा गऱ्यो फेरि आयो सफा गऱ्यो फेरि फोहोर बनाउँछ। हुने भए पनि यस्तो झप्पा लाग्दो हुन्छ कस्तो दिमाग खराब गर्छन् है यिनीहरूको चाहिँ यो। त्यही भएर म चाहिँ रिस उठ्छ यसलाई निकालिदिए भनेर भनेको। मैले त ढक्कनमा के खोल्नै सकेन। मैले मेरो बहिनीलाई कफी बनाएर लिएर आइदिएँ साथीहरू। अब बहिनीलाई चाहिँ कफी त मैले त्यहाँ राखेको छु ल बुढेर खान्छ नि त, किनभने उसलाई चाहिँ कोल्ड कफी मनपर्छ के खान्छ। त्यही भएर सुत्दैछ म चाहिँ बनाएर मेरो काम गर्छु भनेर म चाहिँ हात तताउनु लागेको थिएँ है। खोल्दै लागेको ढक्कन हेर्नु ओहो कति साह्रो बल्ल बल्ल खोलेँ। अनि यो खाना चाहिँ विदेशमा चाहिँ कस्तो भन्दा नेपाल जस्तो भने आज पकाएको भने भोलि बेलुकासम्म पर्सि दिएको पर्छ फ्रिजबाट आयो खायो। त्यही भएर रहेछ मान्छे किन मोटाउँछन् भनेको त पेटमा त यस्तो खाना खाएको रहेछ साथीहरू है। गाह्रो छ विदेशमा भने जस्तो छैन अब। अनि त्यसपछि साथीहरू मलाई चाहिँ कस्तो त्यो कफी बनाउँदा मलाई कस्तो याद आउनु लाग्यो कफी अरे। अनि तर मलाई कस्तो याद आयो कस्तो हरेको लागि मान्छेको जिन्दगी कस्तो हुने होला है, कहाँबाट कहाँ कति बेला के हुन्छ कस्तो हुन्छ कसैलाई थाहा पनि नहुने है। अनि मेरो मम्मी कस्तो सम्झो मान्छे एक्कासी त्यस्तो भयो है, कस्तो लाग्छ कि ती कुरा सम्झी मलाई कस्तो लाग्छ एकदम रियली फिल लाग्छ कि मैले पैसाले हुनु त केही पनि रहेन जस्तो लाग्छ कि। किन भन्दा सबै होइन पैसा त सबै कुरा ठुलो त ठुलै हो, तर पनि यो हरेक कुरा मेरो कति कुरा मलाई यस्तो सोच्न आउँछ नि म
म पहिला कस्तो मान्छे हेर्नु न आजकल प्रेसरले गर्दा म कस्तो छु कि म दबाई खाएर पनि सन्चो हुँदैन कि मेरो प्रेसर है। मेरो मम्मी छोडेर गएदेखि पटकै अनि त्यही माथि प्रेसर भएपछि फेरि लास्ट रिस मात्रै उठ्दो रहेछ कि एकैछिन रिस उठ्ने एकैछिन हुने गरेर अनि मलाई कस्तो लाग्छ कि घरिघरि कस्तो जिन्दगी होला मेरो, मम्मीले पनि छोडेर गयो यस्तो भयो भन्दै म हरेक कुरा सोचिरहेको हुन्छु कि काम गर्दादेखि होस् चाहे जेसुकै होस्। अनि मलाई रातभरि निद्रा पनि लाग्दैन हुँदैन कि है। त्यसपछि यो कि मेरो यो दबाई हो एकदम टाउको दुख्छ मेरो चाहिँ। अनि यस्तै पानी त त्यस्तै गरेर यस्तो यो खायो भने अलिक ठिक हुन्छ भनेर खायो है। यो त दिनको सुरुवात भनेको साथीहरू यस्तो हो अनि रातको सुरुवात यो। अनि मैले चाहिँ जे खाएँ पनि मम्मीलाई लडिदिन्छु नि त, लडिदिइसकेँ मैले मम्मीलाई। अनि अब चाहिँ म बाहिर आएर आफ्नो काम गर्नु पऱ्यो भनेछु, अलिअलि काम छ के छ गरौँला। अनि आएँ साथीहरू ढुक्क लाग्छ कि औषधि खाँदा खाँदा पनि है। मेरो मम्मी छोडेर गएदेखि एकदम मेरो प्रेसर हाई लो डक्टरले पनि यस्तै भन्दै थियो नि त, अब यस्तो खाइरहेको छ धेरै टेन्सनले नि धेरै स्ट्रेसले नि अब जे हुनु भइसक्यो किन यस्तो गर्छु भन्छ, तै पनि के मनले मान्दैन नि साथीहरू है। एकदम म चाहिँ यस्तो खालको मान्छे हो कि। अनि मैले चाहिँ अब यो खाएर बिहानको सुरुवात भनेको मेरो योबाट हो कि, यो खान्छु अनि त्यहाँबाट दबाई खान्छु। मेरो सुरुवात यही हो कि, मेरो सुरुवात भनेको दिनको सुरुवात भनेको यहीबाट हुन्छ। अनि मान्छेले भन्छन् कि 25 वर्षको मान्छे 26 वर्षको मान्छे यस्तो खायो भने त के गरेर बाँच्ने भन्छन् कि मलाई है। अब बाँच्ने पर्ने चाहिँ अनि यस्तो गाह्रो छ नि। त्यसपछि म चाहिँ एकछिनपछि त्यहाँ बहिनीहरू पनि उठेँ है। अनि कान्छीलाई चाहिँ छोड्न गएँ है। अनि यहाँ चाहिँ कस्तो भन्दा यो रोड क्रसकै बाटो जानु पर्छ क्या फेरि, नत्र भने फाइन हानिदिन्छ कि। अनि गइरहेको छु अनि म देखाइरहेको छु कि उसले चाहिँ मलाई नबनाउन भिडियो भन्छ, तर म चाहिँ आफ्नो छोरमा भए पनि म बनाउँदै जान्छु नि। यस्तो छ साथीहरू, यो चाहिँ मेरो कान्छी बहिनी हो। म चाहिँ यसलाई चाहिँ त्यहाँ इम्प्रेस मलसँग छोड्न जान्छु भनेर चाहिँ गएको छु बहिनीसँग गफ गर्दै। अनि यहाँको रुल्स चाहिँ कस्तो छ म तपाईँलाई देखाउँछु भनेर। अनि यहाँको रुल्स चाहिँ नि साथीहरू, अब यहाँबाट यस्तो रोड क्रसबाट चाहिँ अर्को त्यहाँ जान यो अहिले चाहिँ रातो बोलिरहेको छ, यस्तो हटायो अनि राटोमा हरियो बत्ती बोल्यो भने बल्ल जान पायो, नत्र पाइँदैन, नत्र भने फाइन लाग्छ। साइकल लिएर गयो भने यताको स्कुटी फेरि यस्तो छ। घाम फेरि जस्तो लागेको छ कि साथीहरू ओहो। अनि मलाई चाहिँ पहिला भिडियो नबना कि हुँदै भन्छ, भाइ नटे बनाइदिन्छु भनेर बनाइदिन्छु। अनि मेरो बहिनी चाहिँ मेरो बहिनीमा यस्तो गरेर ध्यान देखेर भयो भनिदिइसकेँ गएको छु। मेरो बहिनी चाहिँ यस्तो नेल सिकेको छ, नेल आर्ट हो कि अलिक जस्तो नकुल बनाउनु जानेको छ। छोडेर अनि म चाहिँ घर फर्किन्छु है। अनि उसले चाहिँ मैले के भन्दै भन्छ नबना कति बनाएको कति भिडियो यस्तरी मन पर्दैन कि। मेरो बहिनीहरू छ मैले अलिकति छ कान्छी मान्छे एकदम ऊ चाहिँ कस्तो भन्दा यस्तोमा चाहिँ मनै पाउँदैन कि उसले चाहिँ मैले चाहिँ देखाउँदै म बोल्दै गएको छु यस्तो यस्तो भनेर छ जिस्काउँदै गएको छु। अनि कुरा गर्दा घाम हेर्नु न घाम यस्तो चर्को लाग्छ, दुधेको घाम चर्को घाम साथीहरू। अनि चर्को न चर्को छ घाम चाहिँ। अनि मैले त्यसलाई के सोध्दैछु कि अनि अब चाहिँ नेपालमा यस्तो चुनाव हुँदैछ कसले जित्ला भनेको जसोको जितोस् त्यसोको होस् केही नै हुँदैन, जसले जिते पनि भनिराखेको छ नि हुन्छ कि के थाहा नि भनेर भने। मलाई जसले पैसा दिन्छ त्यसरी हाल्छु भन्दै हाँस्दै भने साथीहरूले। अन्त चुनाव भयो मैले चाहिँ बालेर जित्छ भन्दा नि के भयो नि भन्दै मैले पहिले चुनाव भनेको थिएँ। अनि हामी चाहिँ गफ गर्दै गएको छन् कि अनि त्यो कुरामा
विदेशमा कति प्रगति हुन्छ उन्नति हुन्छ दिनमै कस्तो हुन्छ नेपाल कस्तो होला भनेर नेपाल भनेको नेपालै हो नि भन्दैछ भन्दाखेरि है अहिले यस्तो छ टुप्पीमा चाहिँ इङ्ग्लिस मलतिरको साथीहरू अनि म चाहिँ घाम टलक टलकमा छ है विदेशमा त सातो र घाम देखिन्छ अरे भन्थे कति रहेछ घरमा यस्तो रहेछ बिचरा यस्तो घाममा पनि बस्नु काम गरेको मान्छे यस्तो घामले काम गरिरहेको छन् है तर पनि यो देखाउन मिल्दैन फेरि फाइन लगाइदिन्छन् त्यही भएर हामी चाहिँ यस्तो कति मैले भनेको अब म जान्छु तिमी यहीँबाट जाऊ भनेको भनेपछि मास्क भन्नु पनि मान्दैन अब यो बाटो चाहिँ यस्तो थियो है अहिले बनिसकेको साथीहरू नेपालमा हावा बन्दिरहन्थ्यो त्यही भएर विदेशमा त्यस्तो ठाउँ यति रातारात काम हुने किन त नेपालदेखि इन्डिया पाकिस्तान बङ्गलादेश हरेक ठाउँको मान्छे यहीँ छन् हुन पनि पऱ्यो है यस्तो ठाउँ साथीहरू विदेश भन्ने कुरा त सबै कुरा हुने अनि म चाहिँ पहिला भन्ने गएको छु है गफ गर्दै गएको छु साथीहरू अब चाहिँ म बोल्न छोडिदिन्छु है र छोडिदिएँ मैले बहिनीलाई चाहिँ अब उता चाहिँ मैले चाहिँ भिडियो गराउनु मिलेन नि त किनभने फाइन आन्छ भनेर म चाहिँ बहिनीलाई दिएँ त्यहाँ अनि त्यसपछि म हेरेँ है अनि हेर्दैछु कि छैन होला भन्दा अनि यहाँ चाहिँ अर्को अनुमति बिना चाहिँ भिडियो गरायो भने फाइन लाग्छ साथीहरू त्यही भएर म चाहिँ यस्तोमा पर्न चाहन्न पैसा नभएको बेलामा भन्छ म बहिनीलाई हेर्दैछु र आजलाई यति नै साथीहरू मेरो ब्लग सबैले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला साथीहरू बाई बाई आजको लागि।